वटकेश्वर जनकल्याण समितिको प्रस्तुति वृत्तचित्र जनसेवामा समर्पित जनकल्याण च्यारिटेबल अस्पताल। महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, ईश्वर ईश्वर त मात्र मेरो बनको साथी छस्, मानिसभित्र ढुङ्गाको दिल त देख्ने माथि छस्। आखिर ईश्वर प्रदत्त मानव जीवनमा ढुङ्गाको दिल किन हुन्छ, जबकि हर मान्छेको दिलमा ईश्वरको बास हुन्छ भन्ने ठूलो विश्वास छ। मान्छेको शरीर नै मन्दिर हो अनि हृदय ईश्वरको दिव्य गुफा। त्यसैले भनिन्छ, हर मान्छेको शरीर श्वास रहुन्जेल शिव हो अनि त्यही शरीरलाई श्वासले साथ छोडेपछि शव हो। शिव नै परम सत्य अनि सुन्दर हो। हर सुन्दरतामा शिवको बास हुन्छ। मनभित्र सुन्दर विचार भएमा हामी सबै शिव हौ। तपाई शिव, म शिव, ऊ शिव अनि संसार नै एउटा सर्वबृहत शिवालय हो। दार्जिलिङको दिव्य भूमि अधीनस्थ रङ्गली चियाबारी एक अत्यन्तै सुन्दरतम भूमि हो। वर्तमान रङ्गली बजार डाँडाको सानिध्य रहेको एउटा बृहत वट वृक्षको शीतल छहारी मुनि ढुङ्गालाई शिव भगवानको प्रतीकात्मक आधारशिला मानेर रङ्गलीका पूर्वज जेठमल अग्रवाल अनि तत्कालीन स्थानीयवासीले सन् 1921 सालको शुभ वर्ष आध्यात्मिक आस्थाको सर्वप्रथम बीजारोपण गर्नुभएको थियो। बिस्तारै समयकाल अनुसार सन् 1970 को दशकको अन्तिम सत्रमा बलुराम अग्रवाल, राम नारायण प्रसाद, सत्यनारायण बिहानी, बनारसी लाल अग्रवाल, नग नारायण प्रसाद, गंगा दयाल सिंह, सुखदेव ठाकुर आदिले मन्दिरलाई ठूलो अनि बलियो बनाउने कार्य सम्पन्न गर्नुभयो। त्यसतकदेखि जीवन पर्यान्त मन्दिरको संरक्षणमा स्वर्गीय एनएम मोक्तानले दरिलो हात दिनुभयो। फेरि सन् 2004 साल उक्त मन्दिरलाई कलकत्ता निवासी स्वर्गीय सत्यनारायण अग्रवाल अनि रङ्गलीवासीको ठूलो सहयोगितामा पुनः जीर्णोद्धार गरी परम अवतारी गुरुदेव श्री कर्मवाङचुक टुल्कुको पवित्र कर कलमबाट 15 मई 2005 को पवन दिन शुभ उद्घाटन सुसम्पन्न गरियो। त्यसै उद्घाटन सत्रबाट पण्डित गणेश प्रसाद घिमिरेले विगतमा वट वृक्षको छहारीमा पुजिएको मन्दिरलाई वटकेश्वर भनी नामकरण गरिदिनुभयो। नभन्दै मन्दिरले सन् 2021 सालसम्म आइपुग्दा 1 शताब्दीको एउटा ऐतिहासिक माइलखुट्टीमा टेक्यो। त्यतिन्जेल मन्दिरको छेउमा भव्य बौद्ध गुम्बा अनि प्राथमिक पाठशालाको निर्माणले रङ्गलीको गरिमालाई झनै बढाएर लग्यो। त्यसै समय अवधि मन्दिरको मुखपत्र सम्पादक राम मुखियाको सम्पादन, अजय स्याङ्बो अनि मन्दिर सञ्चालन मण्डलीको सहयोगितामा प्रकाशित भएको थियो। सन् 2021 सालको 1 मार्चदेखि 12 मार्चसम्म समग्र रङ्गलीवासी एकजुट भई मन्दिरको शताब्दी वर्ष भव्यताको साथ पालन गर्नुभयो। जति बेला हजारौं भक्तको उपस्थितिमा 31 जना विज्ञ पण्डितहरूद्वारा शिव पुराण, गंगा आरती, होम आदि गरियो। त्यसै समय जुटेको एकतालाई व्यर्थै नष्ट नहुन नदी रङ्गलीवासीले आफ्नो पूर्वजहरूले जस्तै हामीले पनि एउटा ऐतिहासिक काम गरेर जानुपर्छ भन्ने दरिलो मन बनाउनुभयो। त्यसै टाउको भन्दा ठूलो मनहरूको बीच समाजसेवी दिनेश अग्रवालले रङ्गलीमा एउटा च्यारिटेबल अस्पताल बनिनुपर्छ भन्ने प्रस्तावना प्रस्तुत गर्नुभयो। सन् 2019-20 चलेको कोभिड-19 जस्ता भयवाह वैश्विक महामारीको सन्तासले त्रासित सबैले उक्त अनुकरणीय प्रस्तावनालाई सर्वसहमतिद्वारा स्वीकृत गरियो अनि तत्कालै उक्त शुभ कार्यलाई सम्पन्न गर्न प्रवेश लामा अनि सुरेन मोक्तानलाई संयोजक चयन गरियो। त्यस्तो मानव महामारीको सङ्कटकालीन समय समाजसेवी स्वर्गीय बलुराम अग्रवालको 6औं पुण्यतिथि 22 मई 2021 को दिन उहाँको अग्रवाल परिवारले जनहितको निम्ति एउटा अक्सिजन कन्सन्ट्रेटर र 6 वटा अक्सिमिटर प्रदान गर्नुभयो।
त्यसै समय भेला हुनुभएका रङ्गलीको समाजसेवीहरूलाई लिएर जनकल्याण च्यारिटेबल अस्पताल निर्माणार्थ वटकेश्वर जनकल्याण समिति गठन भयो। वटकेश्वर जनकल्याण समिति अध्यक्ष दिनेश अग्रवाल, कार्यकारी अध्यक्ष अजय स्याङ्बो, उपाध्यक्षहरू स्वर्गीय आनन्द तामाङ, लक्ष्मी छेत्री, मूल सचिव प्रवेश लामा, सहसचिव दिपेन्द्र बान्तवा, आनन्द भुजेल, दीपाञ्जली थापा अनि एनी राई, कोषाध्यक्षहरू सुरेन मोक्तान, रञ्जित प्रसाद अनि उषा राई, कानुनी सल्लाहकार दीप प्रकाश योन्जन, चार्टर्ड एकाउन्टेन्ट अरविन्द अग्रवाल, प्रमुख सल्लाहकारहरू शरण ब्लोन, देवेन्द्र लामगादे, सुखबहादुर राई, विकास सुब्बा, कार्यकारिणी सदस्यहरू विनोद स्याङ्बो, रोहिता छेत्री, सरोजा राई, सुनिता तामाङ, कविता गिरी, नीतू तामाङ, गीता गिरी, सन्ध्या राई, अनुषा तामाङ, सोनिया राई, अर्मिना थापा, करुणा प्रधान, अरुणा तामाङ, अमिता तामाङ, डोमा तामाङ, अप्सरा तामाङ, जानुकी थापा, सावित्री स्याङ्बो, सञ्जित तामाङ, सुरज तामाङ, नम्रता तामाङ अनि रोशन राई। त्यस्तै प्रकारले कार्य विभाजनको निम्ति मूल समितिलाई मोट 11 विभागमा यस प्रकार विभाजित गरियो। अस्पताल निर्माण परियोजना विभाग, चेयरम्यान स्वर्गीय गोविन्द प्रधान, चीफ सेक्रेटरी अल्बर्ट स्याङ्बो। उक्त विभागको चेयरम्यान गोविन्द प्रधानको असामयिक निधन भएपछि समितिद्वारा राजमान तामाङलाई पुनः चेयरम्यान पदमा मनोनित गरियो। समाजसेवी गोविन्द प्रधान अनि आनन्द तामाङको आकस्मिक निधनले समितिलाई अपूरणीय क्षति भएर गयो। वृत्त विभाग, चेयरम्यान मनोहर राई, चीफ सेक्रेटरी राजेन मोक्तान। जनसम्पर्क विभाग, चेयरम्यान राम मुखिया, चीफ सेक्रेटरी ज्योति प्रकाश योन्जन। स्वास्थ्य तथा औषधि विभाग, चेयरम्यान विजय भुजेल, चीफ सेक्रेटरी रबिन स्याङ्बो। संविधान विभाग, चेयरम्यान मणिकुमार राई, चीफ सेक्रेटरी अमोद मोक्तान। सामाजिक कल्याण विभाग, चेयरम्यान विनोद थापा, चीफ सेक्रेटरी दीप तामाङ। अस्पताल भवन निर्माण विभाग, चेयरम्यान रमेश अग्रवाल, चीफ सेक्रेटरी दिलीप गिरी। विशेष सहयोग विभाग, चेयरम्यान सुनील छेत्री, चीफ सेक्रेटरी मंगल सिंह प्रधान। प्रेस तथा सामाजिक सञ्जाल विभाग, चेयरम्यान सन्तोष ठाकुर, चीफ सेक्रेटरी मनोज थापा। अर्थ संग्रह विभाग, चेयरम्यान विजय स्याङ्बो, चीफ सेक्रेटरी मदन भुजेल। सूचना एवं प्रसारण विभाग, चेयरम्यान राजेन छेत्री, चीफ सेक्रेटरी मनोज परियार। गठनको लगत्तै केही समयपछि उक्त समितिलाई अग्रवाल परिवारले आफ्नो आमा स्वर्गीय शोभा देवी अग्रवालको 6औं पवन पुण्यतिथि 28 जुन 2021 को दिन एउटा सञ्जीवनी नामक एम्बुलेन्स प्रदान गर्नुभयो। अग्रवाल परिवारको उक्त सहयोगले समितिलाई ठूलो ऊर्जा मिलेर गयो। त्यसपछि चालक अदीप लामाले 5 महिनासम्म एम्बुलेन्समा निशुल्क सेवा दिनुभयो। फेरि पछिबाट अनिल मोक्तान एम्बुलेन्स चालकको रूपमा आउनुभयो। त्यसै क्रममा 11 जुलाई 2022 को दिन समितिको सदस्यहरूले रङ्गलीमा अस्पताल निर्माण विषय शपथ ग्रहण गर्नुभयो अनि रङ्गली अधीनस्थ सञ्चालित मोट 19 वटा समाजले उक्त शुभ कार्यलाई पूर्ण समर्थन जनाउनुभयो। त्यसपछि अस्पताल निर्माणको निम्ति एक सठिक जमिनको लागि समितिले रङ्गली चियाबारी प्रबन्धक समक्ष भेट गरियो, जसमा तत्कालीन डङ्कन्स कम्पनीको पक्षबाट रङ्गलीको 0 पोइन्ट परिसरमा अस्पताल निर्माण गर्न सकिने बताउँदै समितिलाई अनापत्ति पत्र
यानी एनओसी प्रदान गरियो। अनि उक्त जमिनमा वर्षौंदेखि मृतकहरूको नाममा रहेको माने अनि कपुरहरूलाई परिवारको पक्षबाट अनुमति दिनुभई दिलप्रसाद राई, पदम बहादुर छेत्री, विशाल गुरुङ, शरण मोक्तान अनि आरती लामाले समितिलाई ठूलो सहयोग दिनुभयो। अर्कोतिर समितिले सबैलाई यो जनसेवाको काममा सदस्यता दिलाउने अभियानलाई पनि अघि बढाउँदै गयो। रङ्गलीको प्रत्येक परिवार नै समितिको सदस्य बन्नुभयो। छिमेक क्षेत्र अनि क्षेत्र बाहिरका धेरै शुभचिन्तकहरू समितिको जीवनकालीन सदस्य बन्दै जानुभयो, जो सदस्यता लिने क्रम आज पर्यन्त यथावत छ। मणिन्द्र भुजेल, भीम प्रधान, निर्मल तामाङ, सुरेश अग्रवाल, विक्रम राई, प्रभाकर योन्जन समितिको विशेष ट्रस्टी हुनुभयो। त्यसबेला भर्खरै नवनिर्वाचित बन्नुभएका जिटिएका क्षेत्रीय सभासद ढेण्डुप पाखरिनसँग समितिले अस्पताल निर्माण सम्बन्धी भेट गर्यो। उक्त भेटघाटको समय सभासद ढेण्डुप पाखरिनले आफ्नो सभासदको 1 वर्षभरिको मासिक वेतन सहयोगको रूपमा समितिलाई दिने वचन दिनुभयो। त्यसरी नै छिमेकी सभासद मणिकुमार प्रसाद राईले पनि ठूलो सहयोग गर्नुभयो। समय बलवान र गतिशील छ। समितिले चिन्हित गरेको जमिनमा भूमि पूजन गरी अस्पताल निर्माणको निम्ति शिलान्यास स्वरूप 22 मई 2022 को दिन पहिलो स्थापना दिवस पालन गरियो। त्यतिन्जेल समितिको पञ्जीकरण तथा रेजिस्ट्रेसन पनि भयो। अर्कोतिर रङ्गली चियाबारीको कम्पनी बदलिएको कारण नयाँ कम्पनी मेरिको एग्रोको तर्फबाट प्रबन्धक वीरेन्द्र ओझाले पुनः जमिनको एनओसी समितिलाई प्रदान गर्नुभयो अनि अस्पताल निर्माणको कार्य युद्ध स्तरमा अघि बढ्दै गयो। उक्त निर्माणको कार्यलाई सहज गर्नुको निम्ति इन्जिनियर प्रणय लामाले अस्पताल भवनको निशुल्क ब्लुप्रिन्ट तयार गरिदिनुभयो। यस महान कार्यलाई सारा चियाबारी श्रमिक वर्ग, भूतपूर्व सैनिक वर्ग, शिक्षक शिक्षिका वर्ग, व्यापारी वर्ग, चालक वर्ग, ठेकेदार वर्ग, स्वास्थ्यकर्मी वर्ग, प्रत्येक समाज अनि सचेत नागरिक सबैले ठूलो साथ र सहयोग दिनुभयो। साथसाथै समितिले सम्बन्धित निकाय अनि विशिष्ट व्यक्ति विशेषसँग भेट गरेर जनकल्याण च्यारिटेबल अस्पतालको निर्माण विषय अवगत गराउँदै सहयोगको अपील गर्नुभयो। अनि फेरि 22 मई 2023 को दिन समितिले रक्तदान शिविरको आयोजना गरेर दोस्रो स्थापना दिवसको पावन पर्व पालन गर्यो। क्रोध त्यागी सबैलाई प्रेम गरा, क्रोध त्यागी सबैलाई प्रेम गरा। प्रेम भन्दा ठुलो छैन केही, अहम त्यागी मानवलाई सेवा गर। अहम त्यागी मानवलाई सेवा गर। मृत्यु पछि लानु छैन केही, क्रोध त्यागी। रगत न
थोपा थोपा रगत देऊ तिमीसँग पुग्ने भए रगत नहुनेलाई थोपा थोपा रगत दे तिमीसँग पुग्ने भए हातमा हात मिलाई साथ दे कसैको जीवन बाँच्ने क्रोध त्यागी यहाँ असहायलाई तिमी सहारा दे कसैको भलाई हुन्छ भने यहाँ असहायलाई तिमी सहारा दे कसैको भलाई हुन्छ भने जिउने उत्साह तिमी बनिदेऊ हरेक रोगी निरोगी बन्छ भने क्रोध त्यागी ओ, 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 त्यसै क्रममा तत्कालीन आरोग्य संस्थान तथा वर्तमानमा जीवन ज्योति फाउन्डेसनले पनि स्वास्थ्य शिविर र अर्थ संग्रह गरेर समितिलाई ठूलो सहयोगको हात बढायो। त्यसपछि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापा रङ्गलीको परिभ्रमणमा आउनुभएको समय समितिको शिष्ट टोलीले उहाँसँग सौहार्दपूर्ण वातावरणमा भेट गरेर अस्पताल निर्माणमा सहयोगको अनुनय गर्नुभयो। जीटीए चीफ एक्जिक्युटिभ अनित थापाले समितिले गरेको जनसेवाको कार्यलाई अनुकरणीय रहेको बताउँदै तत्कालीन जीटीए प्रशासनको पक्षबाट ठूलो धनराशि आवन्टन गरिदिनुभयो। उहाँको ठूलो सहयोगिताको कारण वर्तमानमा आएर वटकेश्वर जनकल्याण समितिले आफ्नो 4औं स्थापना दिवसको उपलक्ष्यमा रङ्गलीको यो पुण्यभूमिमा यसरी भव्य जनकल्याण च्यारिटेबल अस्पताल निर्माणको कार्यलाई साकार रूप दिन सफल बन्यो। समयकाल परिस्थिति अनुसार अहिले मानिसहरू विभिन्न भयावह रोगहरूले त्रासित छन्। हाम्रो पहाडवासीले पनि जटिल जटिल रोगहरूको सामना गर्न परिरहेको छ। तर सानो रोग लाग्दा पनि हामी सठिक उपचार गरेर आफ्नो जीवन बचाउनको निम्ति अन्यन्त्र क्षेत्र नगई हुँदैन। त्यसैले हामी र हाम्रो समाजमा रहेका प्राय निम्न र मध्यवर्गीय मानिसको निम्ति रोगभन्दा ठूलो समस्या आर्थिक कठिनाई बन्न गएको छ। रोग लागेको खण्डमा भने जस्तो उपचार गराउने क्षमता र साधन हामी र हाम्रो समाजसित छैन। यो जल्दो परिस्थितिको शिकार बनेको हाम्रो समाजहरूलाई केही टेवा हात दिन पर्छ भन्ने उद्देश्यले विशेष मृगौला ग्रसित पीडितहरूको लागि डायलिसिस सेन्टर आफ्नै क्षेत्रमा हुनुपर्छ भनेर नै आज वटकेश्वर जनकल्याण समितिले यो जनकल्याण च्यारिटेबल अस्पताल निर्माण गरेको हो।
यस्तै अस्पताल अभावको चपेटामा पर्नुभएका पीडित सन्तवीर थापा यसो भन्नुहुन्छ। नमस्कार, म सन्तवीर थापा, रङ्गली होमबस्ती निवासी र अहिले जुन बनिन गइरहेको च्यारिटेबल हस्पिटल रङ्गली चियाबारी यो एकदमै यहाँ बनिन नितान्त आवश्यक भएको म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। किनभने विगत दिनमा मेरा मिसेस पनि यही डायलिसिस पेसेन्ट हो र मैले सिलगढीमा धेरै 4 वर्ष जस्तो डायलिसिस गराएँ। अब के भन्नु, बहुतै असुविस्ता हुन्छ सिलगढीमा अपरेसन यो डायलिसिस गर्नुपर्दा। किन हामी जस्तो यहाँ बसेर जानु आउनु, गाडीको भाडादेखि लिएर त्यहाँनिर गएर रुमको खर्चहरू थुप्रै प्रकारको प्रब्लमहरू आउन जान्छ। यसै त पैसाको त अब एकदमै जरुरत भएको हुन्छ। त्यही पैसाको लागि पनि हामीलाई यहाँबाट त्यत्रो ओर्डर गर्नुपर्दा धेरै खर्च लाग्ने हुन्छ। त्यसोस्ले यहीँनिर हामीले हस्पिटललाई रेडी गर्न सक्यौँ, सबै कुरो तयारी गर्न सक्यौँ भने हामीलाई बहुतै बिमारीलाई जस्तो प्रकारले हामीलाई जरुरत परेको अनुसार पैसा रुपियाँको लागि सहायता गर्नु बहुतै सुविधा पर्छ। त्यसले गर्दा म यस च्यानलको मार्फतबाट भनौँ, क्यामेराको मार्फतबाट यही जानकारी गराउन चाहन्छु। सबै मिलेर जसले यहाँनिर अपराधहरूले यहाँनिर जरुरत बस्नु भएको छ उहाँलाई हामीले सहायता गरेर हुन्छ कि कसैबाट तन मन धन दिएर यो हस्पिटल यहाँ हुनु बहुतै जरुरी छ। यही म तपाईँहरूलाई बताउन चाहन्छु। त्यस्तै अर्का पीडित योगेश मुक्सु आफ्नो कुरा यसरी राख्नुहुन्छ। म योगेश मुक्सु ग्रामीण चियाबारीबाट र हालघरै एउटा खुसीको खबर सुन्नमा आइरहेको छ। रङ्गली जनकल्याण च्यारिटेबल हस्पिटलले सम्पूर्ण नुइगौँडा रोगी किडनी रोगीहरूलाई एउटा खुसीको खबर दिँदै त्यहाँनिर डायलिसिसको प्रावधान सुरु गरिने खबरले हामी क्षेत्रवासी एकदमै हर्षित रहेका छौँ। किनभने म पनि 12 वर्षसम्म मैले मेरो श्रीमतीलाई सिलगढी जस्तो एउटा ठाउँमा डायलिसिस गर्नु पर्दा मैले भोगेको जति पनि तितो अनुभवहरू छ, जति पनि मैले दुःख पाएँ त्यहाँनिर फर्स्टमा डायलिसिसहरू गर्नु पर्दाखेरि, अब त्यो सबै दुःखहरू चाहिँ आउने पिँढीहरूले, आउने किडनी रोगीहरूले त्यसको अनुभव गर्नु नपर्ने रहेछ भन्ने हामीलाई सम्पूर्ण क्षेत्रवासीलाई नै लागिरहेको छ। र सम्पूर्ण त्यस च्यारिटेबल हस्पिटलका दाताहरू लगायत सम्पूर्ण कमिटीलाई नै हामी क्षेत्रवासीको तर्फबाट हार्दिक शुभकामना र धन्यवाद दिँदै तपाईँहरूको यो कार्यले अझै पनि हाम्रो डायलिसिस बिमारीहरूले धेरै सुविधाहरू प्राप्त गरेको होस् भन्ने निवेदन गर्न चाहन्छु। धन्यवाद। सोही क्रममा अर्का पीडित सुरेश थापाको परिवार पक्षबाट पनि यसो भन्नुहुन्छ। नमस्ते, म सुनिता थापा, म सुरेश थापाको पत्नी सुनिता थापा हो। मैले चाहिँ सुरेश थापा चाहिँ अब यस्तो तकलिफमा अब बित्नु भयो होइन। 1.5 वर्ष उसले डायलिसिस गर्नुभयो। मलाई धेरै प्रब्लम भयो। हप्तामा 3 पल्ट डायलिसिस गर्नुहुन्थ्यो होइन। अन्त मलाई त्यो कुरा धेरै तकलिफ थियो। म यहीँनिरै हस्पिटल बनेकोमा हामीलाई धेरै सुविस्ता हुन्थ्यो। तर त्यति बेला अब बनिनु सक्नुहुन्न। अब धेरै केही बनिसक्यो। अब यहीँ हुनु थाल्यो। अब हुनु सक्छ। अब मे 25 तारिकदेखि चाहिँ अब यो हस्पिटल अब उद्घाटन हुँदा अब यो सुरु हुनु थाल्छ। अब आफूमा बिमारीहरूलाई चाहिँ अब धेरै सहयोग हुन्छ, धेरै सुविस्ता हुन्छ। वर्तमानमा हामी र हाम्रो समाजभित्र यस्तो भयावह रोगले प्रताडित परिवारहरू दिन प्रतिदिन बढिरहेको छ। तर जे होस्, अब तपाईँ हाम्रो आँगनमा नै सुलभ मूल्यमा उपचार हुन सक्ने जनकल्याण च्यारिटेबल अस्पताल निर्माण भइसकेको छ, जहाँ अब सुलभ मूल्यमा अनुभवी डाक्टर, विविध औषधि अनि उपचारको क्रम उपलब्ध रहनेछ। साथै डायलिसिस सेन्टर, मेडिसिन शप, प्याथोलोजी, आइसियु अनि ओपिडी सञ्चालित हुनेछ। त्यसैले दिन प्रतिदिन यो अस्पताल केवल रङ्गली क्षेत्रको मात्र नरहेर समग्र पहाडवासीको निम्ति एउटा प्रमुख स्वास्थ्य केन्द्र बन्नेछ भन्ने कुरामा दुई मत छैन। सकेसम्म निकट भविष्यमा हामी निर्माण समितिलाई अझै क्षेत्रीय सरकार, सचेत नागरिक र समग्र जनसेवी मनहरूले धेरै भन्दा धेरै साथ, सहयोग र ऊर्जा दिनुभएमा यसलाई सुपर स्पेसियालिटी हस्पिटलको रूपमा रूपान्तरित गर्ने एउटा जिउँदो सपना पनि छ। यसैले हजुरहरू सबै आउनुहोस्,
हामी सबैले रोग आरोग्यताको निम्ति साँचेको यो मानव कल्याणकारी निस्वार्थ सेवाको जिउँदो सपनालाई साकार बनाउन सहयोगको हात बढाऊ। कृपया सबैले काँध हालौ। सप्रेम धन्यवाद।